नमस्कार जय घन्टी फेरि पनि हामी उपस्थित भइसकेका छौँ। ड्युटीबाट आइसके नुहाइधुवाइ गरेर च्याट्ट परेर फेरि हामी नेपाल देशप्रेम फेस्टिभलमा उपस्थित भइसकेका छौँ साथीहरू। अब हजुर सन्चै आरामै निको हुनुहुन्छ होला, हामी पनि एकदम ठिकठाक छौँ। अहिलेको समयसम्म एकदम ठिकै छौँ। यो साँझ पखको समय छ। दिनभरिका घटनाक्रम र देशको अहिलेको वर्तमान स्थिति, जेन्जिङ आन्दोलन पछाडिको बनेको सरकार र त्यसको मातहतमा रहेर कुन कुन निकायमा के सन्दर्भहरू बने त, विभिन्न सन्दर्भहरू छोटकरीमा हामीले केलाउने कोसिस गर्छौँ। हुन त हामीले विभिन्न भिडियो सन्दर्भमा धेरै कुराहरू उठाइसकेका छौँ र कुनै कुराहरू गहिराइमा जान छुट्न सक्यो भने फेरि त्यो सन्दर्भहरू केलाउनेछौँ। अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई कसरी एक ढिक्का बनाउने, यो पार्टीलाई आगामी निर्वाचनमा कसरी चाहिँ एकल बहुमत ल्याएर अगाडि बढाउने त भन्ने सन्दर्भमा आएर छोटो बहस गर्न चाहन्छु। पुरानो विरासत र लामो इतिहास बोकेका राजनीतिक पार्टीहरूलाई अब विस्थापन गर्नै पर्छ। अब विस्थापन नगर्ने हो भने देशमा आमूल परिवर्तनको सङ्केत र युवाहरूको आक्रोश र जनताहरूको यथावत रहेको पीडालाई सम्बोधन गर्न सकिने पुराना राजनीतिक पार्टीहरूबाट सम्भावना छैन। यो नकार्न सकिन्न। तपाईँले मान्नुहोस् या नमान्नुहोस्, पुराना राजनीतिक पार्टीहरूबाट भ्रष्टाचार र अहिलेसम्मका जनताका आक्रोशलाई सम्बोधन गर्न सक्ने ठाउँ चाहिँ उनीहरूबाट छैन। उनीहरूबाट जम्मै देशको लागि कस्तो प्रवृत्तिको काम हुन्छ भन्दाखेरि भ्रष्टाचारलाई संस्थागत गरेर लाने र आफ्नो पार्टीहरूमा घटेका जघन्य अपराधहरूलाई ढाकछोप गरेर कानुनै परिवर्तन संशोधन गरेर उनीहरूको जीवन निर्वाह गर्न सजिलो बनाउने र देशलाई चाहिँ झनभन्दा झन चाहिँ गरिबीको भुमरीमा पिल्साएर राख्ने र उनी पिल्सिएका जनताबाट केही आश देखाएर, झिनो आश देखाएर आफूहरूले चाहिँ सम्भावित लाभ लिने पुराना राजनीतिक पार्टीको कर्म हो। त्यसबाट आजित भएर जनताको मनोभावनालाई बुझेर जनताले ल तपाईँ टिभी मात्रै चलाएर भएन, अब तपाईँ चाहिँ राजनीतिमा आएर देशको परिवर्तन गर्न पर्यो भन्ने जनताको धेरै दबाव र माग र इच्छा भइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले चाहिँ टिभी सो बन्द गरेर उहाँ चाहिँ राजनीतिमा हुमिनुभयो र छोटो समयमा उहाँले चाहिँ के प्रगति पनि गर्नुभयो। अब त्यस्तै प्रगति भइसकेपछि आजसम्म देशमा भ्रष्टाचार व्यतीत र अन्यायले जरा फिजाएर बसेका राजनीतिक पार्टीको विरुद्धमा जाँदाखेरि उहाँलाई अहिलेसम्म धर्म सङ्कट लागेको छ। नखाएको विष, नलिएको पैसा, न सहकारी केही नभएको मान्छेले अहिलेसम्म नक्खु कारागारमा जीवन बिताइरहनु भएको छ। हामीले सुन्दैछौँ त्यार परि केही उहाँको बारेमा फैसला आउँछ भन्ने कुरो हामीले सुनिरहेका छौँ। त्यो जायज र सही फैसला आओस्, सही फैसला आओस्। अगर उहाँ चाहिँ सहकारी ठगीमा प्रमाणित हुन सक्ने अवस्था त छैन हामीले छर्लङ्ग हेर्दाखेरि। अब राजनीतिक प्रतिशोधलाई गति नै यो सरकारले पनि त्यसरी नै अगाडि बढाउन खोज्यो भने त्यो नकार्न सकिने स्थिति चाहिँ छैन। किन सरकारमाथि एउटा व्यक्तिले धावा बोल्न सक्दैन। किन भन्दाखेरि सरकारले चाह्यो भने कुनै पनि व्यक्तिलाई, देशको नागरिकलाई विभिन्न सन्दर्भहरू लगाएर फसाउन सक्ने सामर्थ्य उसले राख्छ। त्यस कारणले गर्दाखेरि अब उहाँको मुद्दा कसरी टुङ्गोमा लाग्छ त्यो त अदालतको पाटो भयो। अब आम नागरिकले उहाँलाई भरपूर सहयोग र साथ दिएर आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकदम चाहिने भनौँ एकल बहुमत दिएर जिताउने सन्दर्भ चाहिँ देखिन्छ। अगर उहाँ भित्रै रहे बाहिर आए जस्तोसुकै परिस्थितिमा पनि जनताहरू यो पार्टीमा जोडिँदै जानुहुन्छ, जान पर्छ भन्ने सन्दर्भ हामीले केलाएका छौँ। जय देश जय गणतन्त्र।